नमस्ते वेलकम द हाम्रो न्यू भिडियोमा। आज चाहिँ हाम्रो गेम खेल्न आँटेको सिजर पेपर रक। थ्याङ्क यू। लास्टसम्म हेर्दै जानु होला के हुन्छ हाम्रो गेममा। थ्याङ्क यू। साथीहरू हामी चाहिँ फाइनली हाम्रो डिस लिएर बसिसकेको छौँ होइन। हाम्रो चाहिँ यहाँ चटपटे छ अनि यहाँ सेफाले छ पानीपुरी अनि यो ढुङ्ग्री अनि यो चाहिँ पानीपुरीको के अरे पानीपुरीको अचार अनि यो त देख्नु भएको छ ल झोले हो। अनि यहाँनिर चाहिँ हाम्रो सेफालेको यो झोल छ होइन। मजाले देखेको छैन होला त्यही पनि हाम्रो चाहिँ आज यति हो डिस हाम्रो चाहिँ होइन। हामीले चाहिँ आज मुकबाङ भिडियो बनाउनु लागेको। हामी सिजर पेपर रक खेल्ने भनेको थियौँ सुरुमा चाहिँ, तर सिजर पेपर रक खेल्नको लागि चाहिँ अलिकति हामीलाई कम्फर्टेबल भएन क्या। बाहिर कुद्नुपर्छ अनि रुमभित्र मात्र गर्न सकिँदैन म्यानेज गर्न, अनि बाहिर जानुपर्ने भयो। बाहिर चाहिँ अब मान्छे ओहोरदोहोर गरिरहन्छ नि यतिखेर, त्यही भएर हामीले यतिखेर चाहिँ सिजर पेपर रक खेल्न सकेन। अब अर्को नेक्स्ट भिडियो कुनै भिडियोमा हामी सिजर पेपर रक पनि खेल्नेछौँ। अहिलेलाई चाहिँ हाम्रो यतिको मुकबाङै साथीहरू। ल स्टार्ट। ओके ओके चेस यस न चटपटे सुरुमा टेस्ट गरौँ। तर हामी चाहिँ यो चाहिँ सबै हामीले घरमै बनाएको है साथीहरू। हामी चाहिँ अब बाहिरको चाहिँ धेरै खोर्सानीहरू अनि मसलाहरू हुन्छ नि त, त्यस्तो चाहिँ हामी खाँदैनौँ। एकदम हेल्दी। नट ब्याड। हाम्रो फेरि खासमा चाहिँ चटपटे अनि टुपिएम पनि ल्याउने भनेको थियौँ, तर पिरोको मात्रा चाहिँ धेरै भयो कि। पानीपुरीमा पनि पिरो, यो के भन्छ अरे यसलाई सेफालेमा पनि पिरो हुन्छ, अनि प्लस चटपटेमा पनि हल्का पिरो हुन्छ, अनि पिरोको डिस हुने भयो। अनि त्यही भएर हामीले चाहिँ यसमा चाहिँ अलिकति पिरै कम लाएर बनाउने भनेर। ल यस्तो मिठो बनाउँछ नि यो चाहिँ। मैमा मोमो सेन्टरबाट लिएको है यो चाहिँ। भेरी नाइस। के लागेको छ अघि लिएको है। हामी थुप्रो भयो क्या लिएको। लाइन गरेर त्यत्तिकै बसिरहेको थियौँ। गर्नु पर्दैन थियो। हाम्रो चाहिँ यो पछाडिको ब्याकग्राउन्डलाई चाहिँ एकदम इग्नोर गरिदिनु होला होइन। यो चाहिँ हाम्रो अब यहीँ सुत्ने यहीँ खाने एउटै कोठा भएपछि यस्तै हो। अनि त्यो चाहिँ इग्नोर गरिदिनु होला। पछि राखेको मसला चाहिँ तल बसिहाल्छ, त्यही भएर घोलेर खानुपर्छ। यो मलाई दिनु लागेको होला भनेर कत्रो आश यार। चेयर्स। बल भएछ यार पानीपुरी त। हजुर
अचार त वाउ अचार चाहिँ वाउ सेफ हालेको पानीपुरी चाहिँ बब्बाल भएछ साथीहरू यस तर पानीपुरी चाहिँ मैले बनाएको ल क्रेडिट चाहिँ उसलाई जान्छ उसले सबै गरेको घुम्ने पनि ओसिएछ है एक केजीमा सिगान आइसक्यो मलाई ठुल्ठुलो काट्नु भयो क्या बिस्तारै काट्नु मिलेन क्या सेलाएर अहिले नलिएको फेरि हाम्रो यो बुल जलेको थियो क्या साथीहरू अनि बुल लाइन नआए फेरि कामै गर्न मिलेन अनि त्यही भएर सेलाएछ पुरै सेलाए पनि टेस्ट चाहिँ एकदम बबाल छ मैले चाहिँ असल साथीहरू यो सेफाले खान थालेदेखि मोमो नै खान छोडिसकेँ क्या त्यस्तो यसको रसको टेस्ट चाहिँ यस्तो मिठो हुन्छ नि मोमो भन्दा नि होइन ओल्याक्क बनाउँदैन क्या कस्तो मिठो हुन्छ बब्बाल के भयो भिडियोमा ना त्यो रक्सर के खान्छ न एक बाटोको आउँछ न फेरि खान्छ नि त्यहाँ गर्दै त्यस्तै सबै किरो पिरो खानु भन्यो भने साथीहरू मलाई चाहिँ मेरो चाहिँ फेभरेट सक्दिनँ म चाहिँ पिरो खान मेरो चाहिँ पिरो चाहिँ फेरि फेभरेट हो ओइ Nice.
यस्तो दामी भएछ नि पालले तर पिरोले यस पिरो भए पनि पानबाट चटपटी छोडिँदैन साथी म चाहिँ कस्तो खालको मान्छे भने अब चटपटी र पानीपुरी त पिरै हुन्छ होइन साथीहरू घरमा चाहिँ अलिकति तरकारीमा पिरो भयो भने फेरि यति झगडा गर्छु नि तर चटपटी र पानीपुरीमा पिरो लगाएको त होइन सहनै पर्यो तपाईँको फेभरेट के हो मेरो फेभरेट पानीपुरी मेरो फेभरेट त्यस्तो यही हो फेभरेट भन्ने चाहिँ छैन तर कतिपय ठाउँको अब चटपटेहरू चाहिँ एकदम स्वाद नबिर्सिने खालको हुन्छ होइन हो अनि कतिपय ठाउँको पानीपुरीहरू सरी स्वाद नबिर्सिने खालको हुन्छ मलाई सरी यही मनपर्छ भन्ने चाहिँ होइन तर सबै कुरा मलाई चाहिँ मिठै लाग्छ म एकदम मिठै गरी खाने मान्छे हो सबै कुरा होइन मलाई तरकारीमा तिते गरेला चाहिँ मन पर्दैन तिम्रो फेभरेट चाहिँ के मेरो फेभरेट सबै मोमो चाउमिन सेपाले चटपटे पानीपुरी अनि धेरै कुरा छ टुप्पा थुक्पा चिकन चाउमिन आइसक्रिम म चाहिँ अब सबै कुरा नै खान्छु मलाई त्यस्तो मन नपर्ने भन्ने चाहिँ छैन मलाई इटालीमा चाहिँ सामान हाल्नु गएको बेला एउटा त्यहाँ नेवानी आन्टी हुनुहुन्छ त्यो आन्टीले बनाएको थुक्पा एकदमै मिठो लाग्छ होइन जिब्रोमै स्वाद झुन्डेको जस्तै अब त्यो हिसाबले हेऱ्यो भने थुप्रै मिठो लाग्छ होइन त्यस्तै हो सबै कुरा मिठो जे खायो त्यही मिठो लाग्ने जे खायो त्यही मिठो लाग्ने विपनासँग मोमो खाएको याद आउँछ है साह्रै मिठो भयो है मोमो यस्तो साह्रो भनौँ नि खाने गाह्रो भयो दाँतै गलो यो अचारमा चाहिँ टिम्बुर लाग्नु पऱ्यो चाहिँ ख्याप्पै जिब्रोमै बस्छ होइन पिरो कौ त्यही भने पानी गर्नु मान्छे ढुङ्ग्री नै धेरै खाइरहेको छ साथीहरू किनभने पिरो हुन्छ नि यसले चाहिँ पिरो हटाउँछ सरासरी पिरो चाहिँ खान सक्दिनँ राम लास्टै गाह्रो भिडियो बनाउने वातावरण पनि छैन साथीहरू भिडियो बनायो बाहिरबाट यति धेरै साउन्ड आएको छ नि अहिले वैशाख भएर होला पुराण अनि त्यसपछि बिहे होइन बाहिर यति धेरै साउन्ड आउँछ नि साथीहरू बाहिरको पिरो फेभरेट हुने मान्छे त वार्म अप गर्न थालिसक्यो
कस्तो भयो त आजको मुकबाङ भेरी राम्रो भेरी राम्रो राम्रो चाहिँ धेरै भयो तर पिरो धेरै भयो पिरो त अब होइन साथीहरू पिरो भइहाल्छ सोलुसन छ हेर्नुहोस् न यो के हो तपाईँ आफै गेस्ट गर्नुहोस् न के हो त्यो यो तपाईँ गेस्ट गर्नु चकलेट नो इलेजर नो चुइगम Yes. कहाँबाट लिएको Yes, you are godded. कहाँबाट लिएको This is very new quality न्यू क्वालिटी चुइगम center food. ए यो चाहिँ नयाँ भर्खर आएको थियो पनि चाहन्छु होइन काठमाडौँबाट केटिएम बाटो कसले ल्याइदिएको केटिएमबाट चाहिँ आसु नानाको नानाले पछि मेरो होइन त हामीलाई त अब ल्याइदिने पनि छैन त्यस्तो नयाँ नयाँ डिजाइनको यहाँ हेर्नु साथीहरू यस्तो बिजोकले भिडियो बनाउनुपर्छ यस्तरी ओछ्याएर भिडियो बनाइदिएँ फाइनली साथीहरू हामीले चाहिँ होइन खाएर पनि यसरी ओछ्याएर यहाँनिर चाहिँ हामीले जुगाड गरेर यहाँनिर खानेकुरा राखेर यहाँनिर चाहिँ यस्तो सिरानीहरू ओछ्याएर हामीले भिडियो बनाएको है यस्तो मिहिनेत गरेर भिडियो बनाएको छौँ होइन अन्तिमसम्म हेरिदिनु भयो भने हजुरहरूले पनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई अनि यस्तै भिडियोहरू अरू पनि हाम्रो आउनेछ र अरू भएको भिडियोहरू पनि तपाईँहरूले एकचोटि भिजिट गरिदिन सक्नुहुन्छ अनि केही भन्नु छ आकुजीलाई नो 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 मैले भन्ने कुरा भनिसकेँ म चाहिँ आफ्नो काममा व्यस्त भइसकेँ ना चाहिँ एकदम अल्छी हो है सबैभन्दा कुरा मेन भनेको यति अल्छी हुनुहुन्छ नि देख्नुभयो त साथीहरू मलाई अल्छी भन्छ म अरूले फेरि तपाईँ जतिको जाँगरिलो कोही छैन भन्छ अब मेरो भाइ बहिनीहरू मेरो फ्यामिलीमा भएकोहरूले चाहिँ मलाई अल्छी देख्छ यस्तो देख्नेले तपाईँले गरेको देख्छ नदेख्ने त हामी चाहिँ नि त अनि अल्छी गर्ने त्यो अल्छी भन्दैन त्यसलाई मैले अब एकतिर काम गरिरहेको छु तिमीले अर्कोतिर काम गर्ने त्यसलाई त सहमति भन्छ त्यसलाई अल्छी भन्दैन हो कि भन्दैन साथीहरू अनि अब मेरो सपोर्ट लिनुहुन्छ कि उहाँको सपोर्ट लिनुहुन्छ भनिहाल्नु अहिले अब यस्तै हो होइन गन्थन मन्थन अब जति गरे पनि अब भिडियो अन्तिमसम्म हेरिदिनु होला त्यही हो आजको भ्लग चाहिँ यति नै गुड नाइट बाई 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 बाई